तेरो के खोइ निकालिदियो होला यहाँ उपस्थित महानुभाव भक्तपुरवासी अनि विभिन्न जिल्लाबाट आउनुभएका पाहुनाहरू सबैलाई म भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक नमन अभिनन्दन गर्न चाहन्छु। धेरै वर्षपछि भक्तपुर फेरि एकपल्ट उल्लासमय भएको छ र विभिन्न ढङ्गले सजिएको छ। सबै कुरा सजिएको छ र म फेरि यहाँलाई भक्तपुर महोत्सव 2081 को उद्घाटन र्यालीमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। अब यस र्याली उद्घाटन र्यालीको लाई आफ्नो सार्वजनिक मन्तव्यले स्वागत गरिदिनुको लागि म भक्तपुर नगरपालिकाका आदरणीय मेयर श्री नगर प्रमुख सुनिल प्रजापतिलाई हार्दिक अनुरोध गर्दछु। भक्तपुर नगरपालिकाको आयोजनामा आजबाट हुन गइरहेको भक्तपुर महोत्सव 2081 उद्घाटन कार्यक्रम पूर्व गर्न लागिरहेको यस र्यालीमा सहभागी हुनुभएका माननीय सांसदज्यूहरू, सम्पूर्ण जनप्रतिनिधि साथीहरू, कर्मचारी मित्रहरू, वातावरण संस्कृति कर्मीहरू, विद्यालय र कलेजका विद्यार्थी र शिक्षक प्राध्यापक साथीहरू, वराबाट पाल्नुभएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू र सम्पूर्ण राजनैतिक गतिविधिहरू, सबभन्दा पहिले म भक्तपुर नगरपालिकाको तर्फबाट यहाँहरू सबैलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले भक्तपुरलाई एउटा विश्वमा चिनाउनको निम्ति, नेपाली जनताको बिचमा राख्नको निम्ति समय समयमा हामीले कहिले यौमरी उत्सव, कहिले महाभई चुनाउने अभियान, कहिले पोखरी कुनै पदयात्रा लगायतका थुप्रै गतिविधिहरू गर्दै आयो। त्यही क्रममा अहिले भक्तपुर नगरपालिकाले यो वर्ष हामी निर्वाचित भएको ठिक 2.5 वर्षको बिचमा भक्तपुर महोत्सव गर्ने निर्णय गर्यौँ र आजबाट हामी सुरु गर्दैछौँ। भक्तपुर कला र संस्कृतिले भरिएको ठाउँ हो। यहाँका अमूर्त र अमूर्त सम्पदाहरू विश्वविख्यात छन्। जहाँ अहिले हामी बसिरहेका छौँ कौमारी क्षेत्र, यहाँको खासतले मन्दिर हाम्रो देशकै सबभन्दा अग्लो मन्दिरको रूपमा परिचित छ। दरबार क्षेत्र जुन विश्व सम्पदा सूचीमा सूचीकृत छ। दत्तात्रेय क्षेत्र, कौमारी दरबार क्षेत्र हाम्रा काष्ठकलाको दृष्टिले, धातुकलाको दृष्टिले र सँगसँगै पुष्कर कलाको दृष्टिले अनुकूल कुराहरू हुन्। त्यसकारण हामीसँग यस्ता सम्पदाहरू मात्र होइन, टोल टोलमा नाफा बजारहरू छन्, टोल टोलमा परम्परागत नाच गानहरू छन्,
ती सबै संस्कृतिहरू हामी भक्तपुरवासीको मात्र होइन संसारका सम्पत्ति हुन्। यसको सम्पत्तिको संरक्षण र संवर्धन गर्नु हामी सबैको जिम्मेवारी र कर्तव्य हामी ठान्दछौँ। त्यसै कारण भक्तपुर नगरपालिकाले ठाउँका पोखरीहरू सफा गर्ने, ढुङ्गे डाँडाहरू जीर्णोद्धार गर्ने, मठ मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्धार गर्ने काम निरन्तर रूपमा गर्दै आएको हो। यही क्रममा 2072 सालको भूकम्पले धेरै क्षति पुर्यायो हाम्रा सम्पदाहरू, हाम्रा निजी घरहरूमा। तर भक्तपुर नगरपालिकाले कसै सामना हात नथापिकन भक्तपुरका शिल्पीहरूको, यहाँका जनताको श्रमदान, यहाँका जनताको आर्थिक सहयोग लिएर जस्ताको तस्तै मौलिक शैलीमा खर्याउनु झन्डै हामी सफल भइसकेका छौँ। केही महत्त्वपूर्ण सम्पदाहरू विभिन्न प्राविधिक कारणले गर्दा हामीले उभ्याउन सकेका छैनौँ। यद्यपि त्यसलाई पनि उठाउने हामीले जमर्को गरेका छौँ। निरन्तर त्यो काम हामीले गरिरहेका छौँ। यो अर्थमा आज भक्तपुर महोत्सव हामी सुरु गर्दैछौँ। हाम्रा सम्पदाहरू देखाउने मात्र होइन, हामीसँग भएका सिपहरू, हामीसँग भएका कला कौशलहरू, हाम्रा सम्पूर्ण खालका मौलिक परम्परागत खेलहरू, हाम्रा परिकारहरू, हामीसँगका उत्पादनहरू, सहकारीले गरेका नमुना कामहरू, विद्यालय गर्ने शैक्षिक कार्यक्रमहरू आजदेखि भक्तपुर महोत्सवमा प्रदर्शन गरिनेछ। यहाँ विभिन्न देशबाट विदेशी पाहुनाहरू आउनुहुनेछन्। हाम्रो देशबाट विभिन्न क्षेत्रबाट पाहुनाहरू आउनुहुनेछन्। यस अवधिभित्र हजारौँ व्यक्तिहरू जो भक्तपुर आउनेछन्, भक्तपुरको इतिहास अध्ययन गर्ने, भक्तपुरको सांस्कृतिक रूप देख्ने उहाँहरूले अवसर पाउनुहुनेछ। त्यसैले हामी यसलाई यो अवसर नगुमाउनको निम्ति सबैसँग आग्रह गरिरहेका छौँ। केही दिन अगाडिदेखि हामी प्रचार प्रसार गरिरहेका छौँ। टोलमा हामीसँग भएका आफ्ना कुराहरू सबै प्रदर्शन गर्नेछौँ। त्यसैले यो 5 दिन भक्तपुरका जनताको निम्ति मात्र होइन, नेपाली जनताको निम्ति, विश्वमा रहेका जनताकै निम्ति पनि एउटा खुल्ला विश्वविद्यालय सर अध्ययन गर्न पाउने अवसर मिल्नेछ। त्यसकारण ठाउँमा आउनुहुने सम्पूर्ण राजभाइ तथा दिदीबहिनीहरूलाई हामी भक्तपुर नगरपालिकाको तर्फबाट आज यस कार्यक्रम र तत्पश्चात हुने विभिन्न अवलोकन कार्यक्रममा पनि सहभागी भइदिनु हुन हार्दिक आग्रह गर्दै मेरो छोटो कुरा यही पुर्याउँछु। धन्यवाद।
सम्पूर्ण महानुभावहरू, श्रद्धेय अध्यक्ष आदरणीय नारायण मान बिजुक्से रोहितज्यू हामी सामु आइपुग्नु भएको छ। अब हामी कार्यक्रमलाई औपचारिक रूपमा केही बेरमै सुरु गर्नेछौँ। नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायण मान बिजुक्से रोहितज्यूलाई मञ्च आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। श्रद्धेय नारायण मान बिजुक्से रोहितज्यू आजको यस कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्छ। उहाँलाई हामी हार्दिकतापूर्वक स्वागत गर्दै मञ्च आसन ग्रहणका निम्ति विनम्र अनुरोध गर्दछौँ। धेरै धेरै धन्यवाद उहाँलाई। यस्तै गरी मञ्च आसन ग्रहणका लागि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधि सभाका माननीय सांसद प्रेम सुवालज्यूलाई हार्दिक अनुरोध गर्दछौँ। भक्तपुर नगरपालिकाका
मेयर आदरणीय सुनिल प्रजापतिज्यूलाई पनि मञ्च आसन ग्रहणका निम्ति विनम्र अनुरोध गर्दछु। हाम्रो माझ हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी साक्यज्यू उपस्थित हुनुहुन्छ। उहाँलाई मञ्च आसन ग्रहणका निम्ति विनम्र अनुरोध गर्दछु। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका माननीय सांसद सुरेन्द्रराज गोसाईज्यूलाई पनि मञ्च आसन ग्रहणका निम्ति विनम्र अनुरोध गर्दछु। त्यस्तै गरी बागमती प्रदेश सभाका माननीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य माननीय सृजना सैजुजीलाई पनि मञ्च आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय का उपसचिव आरती पाण्डेज्यू पनि आउँदै हुनुहुन्छ। उहाँ आउनु भएपछि हार्दिकतापूर्वक स्वागत गर्दै हामी मञ्च आसन ग्रहण गराउनेछौँ। अहिले भने पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गज्यूलाई पनि मञ्च आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। भक्तपुर नगरपालिकाका उपप्रमुख आदरणीय रजनी जोशीज्यूलाई पनि मञ्च आसन ग्रहणका निम्ति विनम्र अनुरोध गर्दछु। भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालज्यूलाई पनि मञ्च आसन ग्रहणका निम्ति विनम्र अनुरोध गर्दछु। भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईज्यूलाई पनि मञ्च आसन ग्रहणका निम्ति विनम्र अनुरोध गर्दछु। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकीज्यूलाई पनि मञ्च आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। हाम्रो यस भव्य उद्घाटन समारोहमा विभिन्न देशका राजदूतावासबाट विशिष्ट व्यक्तित्वहरू पनि पाल्नु भएको छ। हामी उहाँहरूलाई पनि मञ्चको अगाडि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। सर्वप्रथम I would like to request Mrs. Tamira Munasinghe, an acting ambassador of Democratic Socialist Republic of Sri Lanka, to have a seat in the front row of similarly I would like to request Mr. Iqbal, Consular, Political and Education from Pakistan Embassy, to have a seat in front of the stage. In the same way, I would like to request Anton Maslov, Director from Russian Embassy, to have a seat in the stage. धेरै धेरै धन्यवाद। यसै गरी विभिन्न सरकारी कार्यालय प्रमुखज्यूहरू पनि
हाम्रो माझ हुनुहुन्छ। आदरणीय महानुभावहरू, हामी सम्पूर्ण भक्तपुरवासी जनताहरू अहिले उल्लासमय रूपमा भक्तपुरको संस्कृति, भक्तपुरको कला, भक्तपुरको जीवनशैली विश्व सामु चिनाउने प्रयत्न गरिरहेका छौँ। हामी संयमित र अनुशासित रूपमा संसारका जनताहरूलाई भक्तपुर उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल हो भन्ने प्रमाणित गर्दैछौँ। ठाउँ ठाउँमा आजबाट 5 दिनसम्म भक्तपुर महोत्सवका विभिन्न आकर्षणहरू हुनेछन्। यहाँहरू सम्पूर्णले भक्तपुर महोत्सवको यो 5 दिनको अवधिमा यहाँका उत्कृष्ट कला संस्कृतिहरू, विभिन्न सांस्कृतिक गतिविधिहरू यहाँहरूले हेर्न सक्नुहुन्छ। हाम्रो महोत्सव भक्तपुर महोत्सव गौरवको महोत्सव, इतिहास र संस्कृति एकमुष्ट रूपमा सबैका बिचमा चिनाउने महोत्सव यो भव्यताका साथ सम्पन्न गर्दैछौँ। आजको यो भक्तपुर महोत्सवको उद्घाटन समारोहमा यहाँहरू सम्पूर्णलाई शब्द मार्फत स्वागत गरिदिनु हुन भक्तपुर नगरपालिकाका उपमेयर आदरणीय रजनी जोशीजीलाई विनम्र अनुरोध गर्दछु। पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भन्ने नारालाई सार्थक बनाउन भक्तपुर नगरपालिका लागिरहेको यहाँहरूमा विदितै छ। कला र संस्कृति एवं मूर्त अमूर्त सम्पदाहरूबाट सम्पन्न यस ऐतिहासिक नगर भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ। उत्सवको यस नगरमा भक्तपुर नगरपालिकाले आज मिति 2081 मङ्सिर 28 गतेदेखि पुस 2 गतेसम्म 5 दिनको भक्तपुर महोत्सव उद्घाटन कार्यक्रममा हामी सरिक छौँ। यस महोत्सवमा भक्तपुर नगरवासीको साथ र सहयोगमा यहाँको मौलिक कला संस्कृति सम्पदा विश्व सामु प्रदर्शन गर्ने प्रयत्न गरेका छौँ। अतिथि देव भव हाम्रो संस्कार हो। अतः यस महोत्सवमा आन्तरिक एवं बाह्य पर्यटकहरूलाई जीवन्त नगर भक्तपुरको जीवन्ततालाई प्रस्तुत गर्न गइरहेका छौँ। आज हामी अत्यन्तै खुसी छौँ। लामो समयपछि भक्तपुर नगरपालिकाले हाम्रा पुर्खाले सिर्जेका धरोहरलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न यस भक्तपुर महोत्सवलाई महत्त्वपूर्ण अवसरको रूपमा लिएका छौँ। यस अवसरमा आजका प्रमुख अतिथि देशकै वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक चेरोइज्यू, विशेष अतिथि एवं प्रतिनिधि सभाका सांसद माननीय प्रेम सुवालज्यू, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिज्यू, बागमती प्रदेश सभा सदस्य माननीय सुरेन्द्र गोसाईज्यू, बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुज्यू, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी साक्यज्यू, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीज्यू, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गज्यू, नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयबाट पाल्नुभएका अतिथिज्यू, भक्तपुर जिल्ला प्रहरी परिषदका प्रहरी उपरीक्षकज्यू, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनी बन्जारज्यू, मञ्चमा आसीन विदेशी कूटनीतिकबाट पाल्नुभएका अतिथिज्यूहरू, यहाँ उपस्थित विभिन्न नगरपालिका गाउँपालिकाबाट पाल्नुभएका जनप्रतिनिधिजी लगायत अध्यक्ष उपाध्यक्ष एवं मेयर उपमेयरज्यूहरू, सम्पूर्ण स्वदेशी एवं विदेशी विभिन्न मित्र राष्ट्रहरूबाट पाल्नुभएका अतिथिज्यूहरूमा भक्तपुर नगरपालिकाद्वारा आयोजित यस भक्तपुर महोत्सव 2081 को उद्घाटन कार्यक्रममा हार्दिक स्वागत एवं न्यानो अभिवादन व्यक्त गर्दछौँ। आदरणीय अतिथिज्यूहरू, सांस्कृतिक नगर भक्तपुरलाई 21औं शताब्दी सुहाउँदो समाज निर्माण गर्ने शिक्षालाई प्राथमिकता दिँदै आएका छौँ। जन्मदेखि मृत्युसम्मको संस्कारको जिम्मा सरकारको हो भन्ने समाजवादी व्यवस्थाको सिद्धान्तको आधारमा रही भक्तपुर नगरपालिकाले शिशु स्याहार केन्द्रदेखि विद्यालय कलेज लगायत युवाहरूको
पठन संस्कृति बढाउन पुस्तकालयको व्यवस्थाको साथै देशका गरिब एवं पहुँच बाहिरका जनताहरू पढ्ने सामुदायिक विद्यालयहरूलाई स्तर उन्नति गर्ने कामहरू गर्दै आएका छौँ। भक्तपुर नगरलाई ज्ञान विज्ञान र प्रविधिको केन्द्र बनाउने उद्देश्यका साथ 7वटा शिक्षण संस्थाहरू सञ्चालन गर्दै आएका छौँ भने भक्तपुर नगरपालिकाले खोप विश्वविद्यालयको लागि पनि पहल भइरहेको यहाँहरूमा सर्वविदितै छ। यसर्थ यहाँहरू सम्पूर्णले भक्तपुर नगरपालिकाले आयोजना गरेको यस भक्तपुर महोत्सवमा यहाँका नगरवासीहरूको कला कौशलको अवलोकन गरी उहाँहरूको श्रम, सिप र मेहनतलाई सम्मान र हौसला बढाइदिनुहुनेछ भन्ने अपेक्षाका साथ आजको यस भक्तपुर महोत्सव 2081 को उद्घाटन कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू, आमन्त्रित सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, विभिन्न कूटनीतिक नियोगका अतिथिज्यूहरू, सम्पूर्ण स्वदेशी एवं विभिन्न मित्र राष्ट्रबाट पाल्नुभएका अतिथिज्यूहरूमा भक्तपुर नगरपालिका हार्दिक स्वागत गर्दै यहाँहरूको आजको दिन उपलब्धिमूलक र स्मरणीय हुने विश्वासका साथ यस महोत्सवमा साथ दिनुहुने विश्वास दिँदै पुनः एकपल्ट यस 5 दिनको भक्तपुर महोत्सवको उद्घाटन कार्यक्रममा स्वागत गर्दै बिदा हुन्छु। धन्यवाद। आजको यस भव्य उद्घाटन समारोहको सभापतित्व ग्रहण गर्नुहुन भक्तपुर नगरपालिकाका प्रमुख आदरणीय सुनिल प्रजापतिजीलाई हार्दिक अनुरोध गर्दछु। यो समारोहको समुद्घाटन आजको यस कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्से रोहितज्यूबाट गर्नुहुनेछ। म उहाँलाई पानसमा दीप प्रज्वलन गरेर यस भक्तपुर महोत्सव 5 दिने उत्सवको समुद्घाटन गर्नुहुन विनम्र अनुरोध गर्दछु। सहयोगका लागि कार्यपालिका सदस्य सुनिता प्रजापति अवालज्यूलाई विनम्र अनुरोध गर्दछु र हाम्रो उद्घाटनमा दिपङ्कर बाजा खलबाट बाँसुरी बाजाको धुन बज्नेछ। प्रमुख अतिथिज्यूले अहिले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको भव्य समुद्घाटन गर्दै हुनुहुन्छ। कार्यक्रमको समुद्घाटनसँगै यो महोत्सवको विशेष भक्तपुर महोत्सव 2081 स्मारिका र सांस्कृतिक नगर भक्तपुरको फोटो पुस्तक पिक्टोरियल बुक पनि विमोचन हुनेछ। म ती 2 पुस्तकहरू विमोचनका निम्ति पनि आजको यस कार्यक्रमका प्रमुख अतिथिजीलाई विनम्र अनुरोध गर्दछु। भक्तपुर महोत्सव 2081 स्मारिका र सांस्कृतिक नगर भक्तपुरको फोटो पुस्तक अहिले हामी सार्वजनिकीकरण गर्दैछौँ। नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्से रोहितज्यूबाट। भक्तपुरलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित गराउनका निम्ति नगरपालिकाको स्मारिकाको रूपमा अङ्ग्रेजीमा हामीले भक्तपुर महोत्सव 2081 को पुस्तक प्रकाशन गरेका छौँ। अहिले विमोचन गर्दै हुनुहुन्छ प्रमुख अतिथिज्यूले र यससँगै सांस्कृतिक नगर भक्तपुरको फोटो पुस्तक पिक्टोरियल बुक पनि सार्वजनिकीकरण हुँदैछ। कलाकार भाइ बहिनीहरूले बाँसुरी वादन मार्फत यो विमोचन र उद्घाटन समारोहलाई भव्य बनाउँदै हुनुहुन्छ।
साथै नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायण बिजुक्सी रोहितज्यू लगायत मञ्चमा आसीन सम्पूर्ण अतिथिहरूमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उद्घाटन समारोहलाई सभ्य र भव्य बनाउन सहयोग गर्ने बाँसुरी बाजा मार्फत सहयोग गर्ने दीपङ्कर बाजा कलालाई पनि धेरै धेरै धन्यवाद। शुभकामना मन्तव्यका लागि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालज्यूलाई विनम्र अनुरोध गर्दछु। मलाई खुसी लागेको छ भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव गरिरहेको चाहिँ छ। 5 दिनसम्म सञ्चालन हुने यस महोत्सवले भक्तपुर नगरपालिकाभित्रको उत्पादनलाई प्रदर्शन गर्नको निम्ति कला संस्कृति धर्म परम्परा ज्ञान विज्ञानको एउटा विरासत बोकेको यस नगरपालिकाको आफ्नो गौरवलाई आफ्नो विरासतलाई सबै देशी विदेशी पाहुनाहरूका बिचमा प्रदर्शन गर्ने एउटा राम्रो अवसरको रूपमा जुन कार्यक्रमको आयोजना गरिराखेको चाहिँ छ यसको पूर्ण सफलताको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नगरहरूले यो विशेष गरेर चाहिँ हामी सङ्घीय शासन प्रणाली अवलम्बन गरेको आजको सन्दर्भमा नगरपालिकाहरूले आफ्नो क्षेत्रभित्र आर्थिक सामाजिक विकासको निम्ति धेरै अधिकारहरू प्राप्त गरिरहेका चाहिँ छन्। त्यो अधिकारको अधिकतम सदुपयोग गरेर जनताको जीवनस्तरमा सुधार गर्नको निम्ति सार्वजनिक सेवा प्रवाहलाई अझ सशक्त र प्रभावकारी बनाउनको निम्ति निकै महत्त्वपूर्ण भूमिका खेल्दै आइराखेका चाहिँ छन्। यस सिलसिलामा भक्तपुर नगरपालिकाले जुन किसिमको चाहिँ नागरिकको सेवा गरिरहेको चाहिँ छ त्यो कुरा मैले सुन्न पाउँदा देख्न पाउँदा म असाध्यै खुसी छु। यो नगरपालिकाले आयोजना गरेको यस कार्यक्रमले विशेष गरेर चाहिँ यो क्षेत्रको यो भक्तपुरको नगरपालिका लगायत सम्पूर्ण जिल्लाको अर्थतन्त्रको विस्तार गर्नको निम्ति पनि योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु। यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना सहित यहाँहरूका बिचबाट बिदा चाहन्छु। धन्यवाद, नमस्कार। शुभकामना मन्तव्यका लागि पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गज्यूलाई विनम्र अनुरोध गर्दछु। आज मङ्सिर 27 गतेदेखि पुस 2 गतेसम्म 5 दिनसम्म सञ्चालन हुने ऐतिहासिक सांस्कृतिक महत्त्वको भक्तपुर महोत्सव जुन शुभारम्भ हुने कार्यक्रममा आज हामी सबै उपस्थित भएका छौँ र सबैलाई म पूर्ण सफलताको कामना गर्न चाहन्छु। भक्तपुर हाम्रो नेपालको ऐतिहासिक सांस्कृतिक सम्पदाको अनमोल रत्न हो। यहाँको स्थापत्य कला, ललित कला र जात्रा पर्वहरू, धार्मिक परम्पराहरू, त्यस्तै गरेर सामाजिक संरचनाहरू विश्वभर नै परिचित छन्। हामीले यस उत्सव मार्फत केवल पुरातात्विक महत्त्वको संरक्षण मात्र होइन कि एउटा शैक्षिक र सांस्कृतिक पुनर्जागरणको माध्यम पनि बन्ने विश्वास गरेको छु। यहाँका महत्त्वपूर्ण सम्पदाहरू दरबार स्क्वायरका यी दरबारहरूदेखि लिएर 5 तले मन्दिर, त्यस्तै गरेर दत्तात्रेय स्क्वायरहरू, हनुमानघाटका मन्दिर, महालक्ष्मी ब्रह्माण्डी धेरै अनगिन्ती हजारौँ सम्पदाहरू यस क्षेत्रमा रहेका छन् र यहाँ विभिन्न मूर्त तथा अमूर्त संस्कृतिले भरिभराउ भएको यस क्षेत्रमा आज यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्दैछु र हाम्रा यी सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरू अतीतको धरोहर मात्र होइन कि यो हाम्रो वर्तमान र भविष्यको मार्गदर्शन पनि हुन्। हामी जब प्राचीन स्मारक र प्राचीन धरोहरको सांस्कृतिक संरचनाहरूको संरक्षण गर्छौँ तब हामी केवल हाम्रो इतिहासलाई बचाउँछौँ र सँगसँगै हाम्रो समाजको साझा पहिचान पनि हामी तयार गर्दै हाम्रो भविष्यलाई सुरक्षित र सुनिश्चित बनाउँछौँ। विगतमा भएको जुन 2072 सालको भूकम्पमा हाम्रा सम्पदाहरू देशभरिका धेरै जस्तो सम्पदाहरू छेडविच्छेद भएका थिए, जसमध्ये नेपालभरिबाट करिब 920वटा झन्डै 1000 जति सम्पदाहरू छेडविच्छेद भएका थिए र ती सम्पदाहरू नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग र विभिन्न नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सँगसँगै सङ्घ संस्था र स्वदेशी तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा हामीले हालसम्म करिब 820वटा सम्पदाहरू संरक्षण र पुनर्निर्माण कार्य सम्पन्न गरिसकेका छौँ।
र यी सम्पदाहरू हामीले मौलिक स्वरूपमा र परम्परागत स्वरूपमा संरक्षण गर्न हामी सफल भएका छौँ। हामी सबैको संयुक्त प्रयासले यो सफल भएको हो र यसमा संलग्न सबै सङ्घ संस्थाहरू, नगरपालिका, महानगरपालिका सबैलाई म उपमहानगरपालिका सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु। पुरातात्विक र सांस्कृतिक सम्पदा हाम्रो सम्बन्धलाई फरक दृष्टिकोणबाट हेर्नुपर्छ। यदि हामी यस सम्पदालाई संरक्षण गरेनौँ भने हाम्रो भविष्य ऐतिहासिक सांस्कृतिक सम्पदाबाट वञ्चित हुनेछ। र त्यसैले यस महोत्सवले पुरातात्विक सम्पदाको संरक्षण, दिगो विकासको लागि सन्देश प्रवाह गर्न महत्त्वपूर्ण कदम हुनेछ भन्ने म विश्वास लिएको छु। भक्तपुर महोत्सव केवल सांस्कृतिक महत्त्वको कारण मात्र नभएर यो हाम्रो समाजको लागि दिगो विकासको बाटो खुल्ने एक महत्त्वपूर्ण अवसर पनि हो। म स्पष्ट गर्न चाहन्छु कि पुरातात्विक सांस्कृतिक सम्पदाको संरक्षण एक समग्र रणनीतिक प्रक्रिया हो। यसले सामाजिक, आर्थिक, पर्यावरणीय क्षमतालाई पनि जोड्दै लग्दछ। दिगो विकासको लागि हामीलाई पर्यावरण, समाजको हक, जिम्मेवार कदम चाल्नको अत्यन्त आवश्यक छ। यस महोत्सवले यस स्थानको प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदाहरूको सन्तुलन कायम गर्दै पर्यावरणीय असरलाई न्यून गर्न, समाजलाई र सामाजिक जीवन स्तर सुधार्न सघाउ पुर्याउनेछ भन्ने विश्वास लिएको छु। यस महोत्सवमा भक्तपुर नगरपालिकाको मात्र नभई सम्पूर्ण समाजको सहभागिता, जनचेतना अत्यन्त महत्त्वपूर्ण छ। प्रत्येक नागरिक समुदाय र संस्था जब एकबद्ध भएर पुरातात्विक, सांस्कृतिक र सम्पदा संरक्षणमा हातेमालो गर्छ, त्यति बेला हामी एउटा जिम्मेवार र जागरुक समृद्ध समाज निर्माण गर्न सफल हुन्छौँ। भक्तपुर महोत्सव केवल एक पर्यटनको लागि मात्र होइन, हामीलाई हाम्रो इतिहास, संस्कृतिको महत्त्व र दिगो विकासको लागि प्रेरणा दिने एउटा साझा मञ्च पनि बन्नेछ। म सबैलाई आग्रह गर्छु कि यहाँको सम्पदा, संस्कृति मात्र हेरेर सन्तुष्ट नभई हामी सबै मिलेर हाम्रा अमूल्य, अद्वितीय सम्पदाको संरक्षण, सम्वर्धन बनाउन सक्ने रूपमा काम गरौँ। हामी सबै यस कुरामा विश्वास राख्न आवश्यक छ कि केवल पुरातात्विक स्थलहरूको संरक्षण मात्र होइन, हाम्रा सम्पूर्ण सांस्कृतिक धरोहर संरक्षण हाम्रो जिम्मेवारी हो। हामीले हाम्रा पुर्खाको महानताको कदर गर्दै हाम्रो अस्तित्वको सत्यलाई र आगामी पिँढीको लागि एक जीवित, गतिशील इतिहास छोड्न यो सम्पदा संरक्षण कार्यलाई निरन्तरता दिनुपर्दछ। अन्तमा यस सभ्य र भव्य भक्तपुर महोत्सवको पूर्ण सफलताको कामना गर्दै यहाँ उपस्थित सबैलाई आग्रह गर्न चाहन्छु कि हामी सब मिलेर हाम्रो अमूल्य धरोहरको रक्षा र संरक्षणमा प्रयास गरौँ र दिगो विकासको सिद्धान्तहरूसँगै समृद्धि हासिल गर्न प्रतिबद्ध रहौँ भन्ने म बिदा हुन चाहन्छु। धन्यवाद। त्यस क्रममा सबै पालिकाहरूको तर्फबाट प्रतिनिधित्व गर्दै आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुहुन ललितपुर महानगरपालिकाका उपप्रमुख आदरणीय मञ्जरी साक्यजुलाई विनम्र अनुरोध गर्दछु। सर्वप्रथम एकदमै खुसी लागेको छ। म भक्तपुर नगरपालिकालाई हार्दिक बधाई पनि दिन चाहन्छु। यो भव्य महोत्सव यहाँले आयोजना गर्नुभएको छ। पक्कै पनि यो महोत्सव उपत्यकाकै लागि एउटा सिकाइको विषय हुनेछ र यो भक्तपुर महोत्सवलाई यसो हेर्दाखेरि यो नजर चाहिँ सम्पूर्ण भक्तपुरवासीकै महोत्सव जस्तो महसुस मैले गरिरहेको छु। त्यसकारण सम्पूर्ण उपत्यकावासी र अहिले नेपालमा आइराख्नु भएको सम्पूर्ण पर्यटकहरूलाई पनि भक्तपुर महोत्सव एकचोटि अवलोकन गर्न पनि म हार्दिक आग्रह पनि गर्न चाहन्छु। किनभने धेरै कुरा हामीले महानगरपालिका भएर पनि ललितपुरमा बसिराख्दा भक्तपुरबाट सिक्नुपर्ने विषयहरू हामी बेला बेलामा छलफल गरिराख्छौँ। त्यसकारण भक्तपुरबाट सिक्ने कुराहरू धेरै छ। ती
सिक्ने विषयहरूमध्ये यो महोत्सवमा यहाँहरूले अझ धेरै पृथकता साथ भक्तपुरबाट सिक्ने एउटा सुवर्ण अवसर पनि हो। त्यसकारण अघि भर्खरै स्वागत गर्ने उपप्रमुखज्यूले भन्नुभयो हामीले भक्तपुरलाई ज्ञान र विज्ञानको केन्द्र, संस्कृतिको केन्द्र, प्रविधिको केन्द्र बनाउँदैछौँ भन्ने जुन यहाँहरूको मिसन र भिजन छ, त्यो भिजनको पूर्ण सफलताको पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। धेरैजसो हामीले सांस्कृतिक नगरीहरूले सांस्कृतिक नगरलाई सम्पदायुक्त बनाउनुपर्छ, संस्कृति जोगाउनुपर्छ भनेर भन्छौँ। हाम्रो पुर्खाले बनाएका चिजहरू संरक्षण गर्नुपर्छ भन्छौँ, तर भक्तपुरले संरक्षण मात्रै होइन, यसलाई ज्ञान विज्ञानसँग जोडेर यसलाई थप प्रवर्धन गर्ने कार्यमा लागि पर्नु भएको छ। त्यसकारण ललितपुरको तर्फबाट म हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। हामीले सम्पदा बनाइराख्दाखेरि बेला बेलामा सार्वजनिक खरिद ऐनले गरेर हामीलाई सम्पदा बनाउन धेरै गाह्रो छ, त्यो निर्माण प्रक्रियामा धेरै अप्ठ्यारोहरू हुन्छ भन्छ, तर ती अप्ठ्याराहरूलाई पनि भक्तपुरले चाहिँ सहज रूपमा छिरेर आफ्ना सम्पदाहरू हाम्रा भक्तपुरवासीहरूसँग मिलेर बनाइरहेको विधिहरू पनि हामी बेला बेलामा छलफल गर्छौँ। र टुरिज्म क्षेत्रको रूपमा जसरी भक्तपुरले उपत्यकाकै केन्द्रको रूपमा टुरिज्मलाई विकास गर्नुभएको छ, यो पनि उपत्यकाले सिक्नुपर्ने एउटा महत्त्वपूर्ण विधाको रूपमा रहेको छ। र भक्तपुरसँगै तालमेल गर्नको लागि हामीले हाम्रो पर्यटकको दर रेटलाई शुल्कलाई पनि अहिले एउटै गरेका छौँ। त्यो सिक हामीले भक्तपुरबाटै गरेका छौँ र सँगसँगै हामीसँग धेरै सिप पनि छ। भक्तपुर आत्मनिर्भर छ, अर्थतन्त्रमा आत्मनिर्भर छ। यो आत्मनिर्भरतालाई अहिलेको 21औं शताब्दीमा पनि अझ आत्मनिर्भर बनाउनको लागि हामीसँग भएका सिपहरूलाई त्यो विज्ञान र प्रविधिसँग जोड्न सकेनौँ भने हामी 21औं शताब्दीमा हामीसँग संस्कृति छ, सम्पदा छ, भाषा छ भनेर टिक्दैन। त्यसकारण जुन लक्ष्य भक्तपुरले राखेको छ ज्ञान विज्ञान अझ विचारसँग पनि जोडेर भक्तपुरलाई अझ अर्थतन्त्रमा समृद्ध बनाउने जुन लक्ष्य लिएर अगाडि बढिरहेको छ, ललितपुर महानगरपालिकाको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। यहाँको माटोको भाँडो, यहाँको दही जसरी उपत्यकामा स्टाब्लिस छ, यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि अत्यन्त जरुरी छ। यसलाई विज्ञानसँग जोडेर अन्तर्राष्ट्रियकरण गर्नको लागि पनि हामी सबै उपत्यकावासी मिलेर अगाडि बढ्यौँ भने हामी पक्कै पनि विश्वमै आफ्नो पहिचान बनाउन सक्छौँ। त्यसकारण भक्तपुरलाई म सलाम गर्न चाहन्छु। यहाँहरूको मिसन भिजनप्रति हामीले धेरै कुरा सिकिरहेका छौँ। संस्कृतिको हिसाबमा पनि यहाँहरूको तर्फबाट हामीले धेरै कुराहरू सिकिरहेका छौँ र अरू 753वटै पालिकाले अर्को सिक्नुपर्ने कुरा भनेको जसरी प्रशासनलाई पनि यहाँहरूले अरू पालिकाले सहज रूपमा प्रशासन सञ्चालन गर्न सकेको अवस्था छैन, तर यहाँहरूले प्रशासनलाई पनि सुव्यवस्थित गर्ने जुन प्रविधि जुन चाहिँ विधि यहाँहरूसँग छ त्यो पनि अरू पालिका 753 पालिकाको लागि सिकाइको विषय रहन्छ। त्यसकारण 753वटा पालिकाले यो 5 दिनको भक्तपुर महोत्सव अवलोकन गर्न म हार्दिक आग्रह पनि गर्दै आज एक दिनले भ्याउँदैन भनेर अघि भर्खर मान्यज्यूले भन्नुभएको छ। सबै वडा सबै टोल नै यो महोत्सवमा उत्रेको छ। त्यसकारण हामी पनि पुनः आएर यो महोत्सव अवलोकन गर्नेछौँ। धेरै कुरा यहाँबाट सिकेर ललितपुर महानगरपालिकामा हामी इम्प्लिमेन्ट पनि गर्ने प्रतिबद्धता यहाँहरूको माझमा राख्दै सम्पूर्ण भक्तपुरवासी आदरणीय बुवा आमाहरू यहाँहरूले जसरी योगदान दिएर भक्तपुरलाई यो ठाउँसम्म पुर्याएको छ, अब सबै उपत्यकावासी मिलेर हामी सम्पूर्णको हो यो सम्पदा। यो नेवारको मात्रै सम्पदा होइन, यो नेपालको पहिचान हो, यो नेपालको एकताको प्रतीक हो। यसको संरक्षण गर्ने दायित्व र कर्तव्य सबैको हो। यो महोत्सवले यसको पनि एउटा कडीको रूपमा काम गर्नेछ भन्ने कुरा पनि यहाँहरूको माझमा राख्दै यो 5 दिनको भक्तपुर महोत्सव उदाहरणीय नमुनायुक्त बनोस् भन्ने कुराको र भव्य सफलताको शुभकामना व्यक्तै बिदा हुन चाहन्छु। धन्यवाद। अहिले आफ्नो महत्त्वपूर्ण शुभकामना भनाइ राखिदिनु हुन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका माननीय सांसद सृजना सैजुजीलाई विनम्र अनुरोध गर्दछु। सबैभन्दा पहिला भक्तपुर महोत्सव 2081 भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। भक्तपुर सभ्यताको सहर,
प्राचीन कला संस्कृतिको धरोहर, परम्परागत शिल्प र शिल्पकर्मीहरूको नगर भक्तपुर इतिहास जीवन्त बाँचेको सहर। यो सहर आज देश विदेशका पाहुना आमन्त्रण गर्दै उत्सव मनाउँदैछ। सहरको प्राचीनतालाई आधुनिक जीवनसँग जोड्ने आधार निर्माण गर्दैछ। मूर्त एवं अमूर्त सम्पदालाई पर्यटन अर्थसँग जोड्ने बलियो आधारको तयारी गर्दैछ। यो क्रमशः उज्यालोतर्फ लम्कदैछ। पर्यटन अर्थतन्त्रको एउटा हिस्सा मात्र हो। भक्तपुरको हकमा पुरानो र नयाँ बीच सन्तुलनको बाटो पर्यटन उद्योग हुन सक्दछ। स्थानीय एवं मौलिक उत्पादनको उद्योग। हामीलाई थाहा छ उत्पादनसँग नजोडिएको पर्यटन दिगो हुन सक्दैन। यो महोत्सवले विशिष्ट स्थानीय उत्पादन ससाना उद्योगको आधार तयार गरोस्, शुभेच्छा छ। कला संस्कृति सम्पदासँगै यहाँ पर्यटनका थुप्रै आयाम छन्। भक्तपुरको राजनीतिक इतिहास, किसान आन्दोलन, सरसफाई अभियान, भ्रष्टाचार विरोधी आन्दोलन, शैक्षिक आन्दोलन लगायतका पक्ष अध्ययन भ्रमणको सम्भावना यहाँ विराट छ। भक्तपुर एकै रातमा बनेको सहर होइन। यहाँका दक्ष शिल्पकर्मी, मेहनती कालीगढ, किसान मजदुर एवं काम गरी खाने जनताले नै वैभवशाली भक्तपुरको निर्माण गरेका हुन्, पुनर्निर्माण गरेका हुन्। महोत्सव तिनै शिल्पकर्मी र किसान मजदुरको जीवनसँग जोड्ने व्यावहारिक पाइला साबित हुने विश्वास छ। जनताको जीवनस्तर उठाउने एउटा अर्को पाइला बनोस् भक्तपुर महोत्सव, शुभकामना छ। यति बेला विश्वमा सभ्यता पुनर्जागरणको आवाज सशक्त सुनिन्छ। मानव समाज विकासको इतिहास उत्खनन तीव्र अघि बढ्दैछ। छिमेकी देश चीनले 5000 देखि 8500 वर्षभन्दा पुराना सहर र सभ्यताका आधार फेला पारेको खबर छ। हामी जस्ता सम्पदा प्रेमीहरूका निमित्त त्यो सुखद खबर हो। सम्पदा पुनर्निर्माण र सभ्यता पुनर्जागरणको एउटा अनुपम उदाहरण बनेको छ भक्तपुर। यद्यपि थुप्रै चोक, गल्ली, पोखरी, मन्दिर, चैत्य लगायतका ऐतिहासिक वैभवहरू अझै उत्खनन र निर्माणको पर्खाइमा छन्। वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्सेले परिकल्पना गर्नुभएको 100 वर्षपछिको भक्तपुर यो सहर निर्माणको मार्गदर्शन हो। यहाँको मौलिक जीवनशैली, अनुपम सङ्गीत, सम्पदा र सुन्दरता जोगाउने दूरदर्शिता उहाँकै हो। विकास र निर्माणमा जनसहभागिता एवं निस्वार्थ सेवाको संस्कृतिको विकास उहाँको उद्देश्य हो। उहाँले पुरानो पुस्ता अर्थात् कलाकार शिल्पकारहरूलाई अभिनन्दन गर्ने सभ्य सुसंस्कृत सहर निर्माणसँगै नयाँ पुस्ताले खोजेको आधुनिक र गुणस्तरीय जीवनशैलीको पनि परिकल्पना गर्नुभएको छ। भक्तपुर महोत्सव 100 वर्षपछिको भक्तपुर निर्माणलाई नजिक ल्याउने एउटा माध्यम बनोस्। भक्तपुर महोत्सवको यो 5 दिन संसारले साँच्चैको जीवन्त सङ्ग्रहालय भक्तपुरमा देख्न पाउनेछ। महोत्सवले नयाँ पुस्तालाई यो सहरको गरिमा बोध गराउने तथा नयाँ अवसरको ढोका खोल्ने विश्वास छ। महोत्सव आयोजनाको निमित्त भक्तपुर नगरपालिकालाई धेरै धेरै धन्यवाद। मन्तव्य व्यक्त गर्नुहुन बागमती प्रदेश सभाका माननीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र राज गोसाईज्यूलाई विनम्र अनुरोध गर्दछु। भक्तपुर महोत्सवको सबैमा सर्वप्रथम हार्दिक शुभकामना छ। भक्तपुर नगरपालिकाप्रति म हार्दिक आभार व्यक्त गर्दछु। यस महोत्सवको भव्य सफलताको कामना गर्दछु। 5 दिनसम्म चल्ने यो महोत्सव सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक लगायतका क्षेत्रको थप प्रगतिका निम्ति राम्रो सुरुवात साबित होस्। राम्रो सुरुवात, राम्रो यात्रा आरम्भका निम्ति र गन्तव्य चुम्नका निम्ति अत्यन्त महत्त्वपूर्ण हुने गर्दछ। राम्रो सुरुवात सम्भावनाका नयाँ नयाँ ढोका खोल्नका निम्ति अपरिहार्य हुन्छ। जीवनका विविध क्षेत्रमा सकारात्मक परिवर्तनका निम्ति निरन्तर चालिएका पाइलाहरूमध्ये यो महोत्सव एउटा दरिलो पाइला साबित होस्, शुभकामना छ। भक्तपुर विभिन्न क्षेत्रमा पायोनियर अर्थात् अग्रदूत बनेको चर्चा धेरैबाट सुनिन्छ। भर्खरै पनि यहाँ चर्चा भयो।
मौलिक शैलीको महोत्सव आयोजनामा पनि भक्तपुरको अगुवाईको सराहना सुनिने र अनुकरण गर्न लायक बन्ने विश्वास व्यक्त गर्दछु। भक्तपुरले देशका निम्ति अनेक सुन्दर उदाहरण तथा उपहारहरू दियो। यो महोत्सव अर्को एउटा मोडल या उल्लेख्य उदाहरण साबित होस्। भक्तपुर चाडपर्व नै चाडपर्वको सहर हो। संस्कृति भक्तपुरको परिचय मात्र होइन, प्राण हो। भक्तपुरका जनताका निम्ति यो महोत्सव एउटा अर्को रचनात्मक एवं उदाहरणीय चाड सिद्ध होस्। प्राचीनताको सौन्दर्य सहितको आधुनिक जीवनको एउटा नयाँ पर्व बनोस्। यो महोत्सव हरेक पाहुनाका निम्ति र सबैका निम्ति अविस्मरणीय बनोस्। पुरानो युगले नयाँ युगको सेवा गर्ने उद्देश्य हासिल गर्न व्यावहारिक पाइला निरन्तर चाल्दै जान सकौँ, शुभकामना छ सबैमा। भक्तपुर कलाकार, कलाप्रेमी तथा सम्पदा प्रेमीहरूको सहर पनि हो। यहाँका कृषक, सिकमी, लोहकर्मी, डकर्मी, चित्रकार, प्रजापति लगायतका सम्पूर्ण श्रमशीलहरूको अभिनन्दन समारोह सिद्ध होस् यो महोत्सव। श्रमवीरहरूको सम्मान निरन्तर चलिरहोस्। नयाँ नयाँ श्रमवीरहरू समाजमा जन्माउने अभियान चालू रहोस्। श्रम पसिनाले नै नयाँ समाज निर्माण सम्भव हुने भावना जगाउँदै जान सकियोस्, यसमा पनि सफलता मिलोस्। हरेक सम्पदाको जगमा असङ्ख्य ज्यामीहरू, कालीगढहरूको हाडखोर रक्त पसिना लुकेको हुने वास्तविक इतिहास नयाँ पुस्तालाई पढाउँदै जान सकियोस्, शुभकामना छ। भक्तपुर संसारकै एउटा जीवन्त सहरको रूपमा सुपरिचित भइसकेको छ। यो जीवन्त सहरमा जीवन र जीवन्तता थप्न हाम्रा पुर्खाले अनेक प्रयास तथा सङ्घर्ष गरे। हाम्रा अग्रजहरूले त्याग तपस्या गर्नुभयो। भक्तपुरलाई भक्तपुर नै कायम राख्न र यो भक्तपुरलाई भक्तपुरकै रूपमा सदियौँसम्मका पुस्तालाई हस्तान्तरण गर्न आज पनि सत्प्रयास जारी छ। भक्तपुरले देशकै शान बढाउन योगदान गर्दैछ। भक्तपुरले विश्वकै सम्पत्ति जोगाएर चम्काएर ठुलो गुण लगाउँदैछ। फलस्वरूप आज भक्तपुरको गरिमा निकै टाढा टाढासम्म फैलिँदैछ। भक्तपुरप्रतिको आस्था र विश्वास बढ्दो छ। धेरैले यसको बढ्दो ओज तेज अनुभव गर्दैछन्। यो आत्मश्लाघा होइन, यो आत्मगौरव भने जरुर हो। सांस्कृतिक पुरातात्विक आँखाले हेर्दा मात्र होइन, राजनीतिक कोणबाट निहाल्दा समेत आज भक्तपुरले बेग्लै प्रतिष्ठा प्राप्त गरेको धेरैले अनुभव गर्दैछन्। अत्यन्त कठिन एवं असम्भव ठानिएका कतिपय कार्य यहाँ इमान्दार नेतृत्व, जनपरिचालन तथा जनसमर्थन मार्फत सम्पन्न भइरहेको देख्दा आश्चर्य मान्नेहरू पनि नभएका होइनन्। भक्तपुरले इज्जत र विश्वास एकसाथ कमाएकोमा राष्ट्रिय अन्तर्राष्ट्रिय विशिष्ट पाहुनाहरू, संवेदनशील पर्यवेक्षकहरू गौरवीबोध गर्दैछन्। जन्मदेखि मृत्युसम्म मानिसका अनिवार्य आवश्यकता क्रमशः परिपूर्ति गर्ने उद्देश्यका साथ जनतासँगै कदममा कदम मिलाउँदै भक्तपुर अगाडि बढिरहेको देख्दा एक प्रसिद्ध भारतीय विद्वान लेखकले हर्ष आँसु बगाए र आफू सारा उपलब्धि हासिल गरेर पनि ती सबै गुमाउनु पर्दाको पीडा सँगालेको एक राजनीतिक व्यक्तित्व समेत भएको नाताले निस्वार्थ सेवाभाव, इमान्दारी र प्रतिबद्धताको अपरिहार्यताबारे सदा स्पष्ट रहन आत्मीय सुझाव दिए। हालै एक चिनिया विशिष्ट अतिथिले भक्तपुर घुमिसकेपछि मनको कुरा खोले। असल नेतृत्वले असल समाज र सुन्दर सम्पदा निर्माण एवं संरक्षण गर्छ, जुन भक्तपुरमा आफ्नै आँखाले प्रत्यक्ष अनुभव गर्न पाए। जनताको मुहारमा मुस्कान ल्याउनु सजिलो कार्य होइन भन्ने आफूले अनुभव गरेरै बुझेको हुँ। भक्तपुर र यहाँका जनताले मनमा गहिरो छाप छोडेकोमा खुसी छु। एक क्युबाली कूटनीतिज्ञले यी सबै धरोहरहरू जोगाउन आजको विषम परिस्थितिमा कति लामो सङ्घर्ष आवश्यक भयो होला भनी एक आर्थिक युद्ध सामना गर्दै गरेको देशको प्रतिनिधिको नाताले अनुभूत गर्न सकिने बताए।
पाण्डोराको बाकस खोल्दा अन्तिममा बाँकी भएको विश्वास आजको नेपालको सन्दर्भमा भक्तपुर हो र यसले चारैतिर आशाको आभा फैलाइरहेको छ भन्दै एक नेपाली कवि एवं प्राज्ञले मुक्त कण्ठले प्रसन्नता अभिव्यक्त गरे। यी भर्खरैका अभिव्यक्तिबाट आत्मवञ्चना होइन, हामी सबैलाई अभिप्रेरणा मिल्नेछ। नेपाल भाषामा एउटा ऐतिहासिक, मार्मिक तथा विरहले भरिएको गीत छ, अन्तिम मल्ल राजा रणजित मल्लले लेखेको। थोथेन जगु रस गब्लेसन दैमखो जिगना वाने गना चोने सुया भरे चोने। यस्तो ठाउँ छोडेर कहाँ जाउँ, कता जाउँ र कसको घरमा बाँचौँ बोलको यो गीत दाफा भजनमा अद्यापि अत्यन्त प्रचलित छ। गीतमा भनिए चाहिँ अहिलेको त पुखु नपुखुमा हेर्न माछा जन्म लिए कति चञ्चल हुँदो हो त्यो माछा। गीतमा चाहिँ अहिलेको गातापोलो हेर्न परेवा जन्म लिए त त्यो परिवारले कति स्वच्छन्दतापूर्वक आकाशमा कावा खाँदो हो। अहिलेको भैरवनाथको दर्शन पाउँदो हो त कति मन खुसी हुँदो हो। अनि जन्म हुँदो हो एउटा अर्को नयाँ उमङ्ग र उत्सवको गीत। नवजीवन पाएका हाम्रा यी सम्पदा देग हिती फल्चाले बोल्न शब्द हुन् त सबैले भन्ने थिए संसारले सुन्ने गरी जनता नै संस्कृतिका निर्माता हुन्, जनता नै सम्पदाका संरक्षक हुन्, जनता नै सुन्दर समाजका रचनाकार हुन्। हाम्रो अभिवादन मेहनती, इमान्दार, सङ्घर्षशील जनतालाई। अन्त्यमा पुनः यो भक्तपुर महोत्सव भव्य रूपमा सफल पार्न सबैमा आह्वान गर्दछु। धन्यवाद। अब आफ्नो सार्वजनिक मन्तव्यका लागि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधि सभाका माननीय सांसद प्रेम सुवालज्यूलाई विनम्र अनुरोध गर्दछु। भक्तपुरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर र पर्यटकीय गन्तव्य स्थल बनाउने हो। यो प्रतिबद्धता पूरा गर्न नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको निर्वाचन घोषणापत्र मार्फत जनतालाई बाचा गरे अनुसार भक्तपुर नगरपालिकाले शिशु स्याहार तथा बाल विज्ञान केन्द्रदेखि विद्यालय र कलेज सञ्चालन गर्दै आएको 26 वर्ष भयो। यी कलेजहरूमा 77 जिल्लाका विद्यार्थीहरूले उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएका छन्। भक्तपुर नगरपालिका खोबो विश्वविद्यालय सञ्चालन गरी डाक्टरी शिक्षा समेत 10-15 लाखमा दिने तयारी गर्दैछन्। खोबो विश्वविद्यालय विधेयक पारित गराउन र भक्तपुरकै जनताको सल्लाहकारी चिनकुने स्थित 108 रोप्ने जग्गा हाल नेपाल ट्रस्टको जिम्मामा रहेको भक्तपुर नगरपालिकालाई उपलब्ध गराउन हामी 14 वर्षदेखि सरकारसँग आग्रह गर्दैछौँ। हामीलाई विश्वास छ सरकारले अब विलम्ब नगरी खोप विश्वविद्यालयको विधेयक पारित गर्नेछ र सल्लाहकारी स्थित 108 रोपनी जनताको जग्गा पनि खोप विश्वविद्यालय र मेडिकल कलेजको लागि भक्तपुर नगरपालिकालाई उपलब्ध गराउनेछ। एछेमल्लको पालामा नेपालको सीमा दक्षिणमा गङ्गा नदीसम्म फैलिएको र त्यसबेला चम्पारणका कोकी, लाहोर लगायत राज्यले हमला गर्दा त्यसबेला नेपालको राजधानी भक्तपुरले सेना पठाएर शत्रुलाई पराजित गरेको गरुड नारायण बङ्गलको दस्तावेजलाई उद्धृत गर्दै देवीचन्द्र श्रेष्ठले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ। एछेमल्लको पालामा यो नगरलाई पर्खालले घेर्ने काम सम्पन्न भएको इतिहास छ। यो ऐतिहासिक पर्खाल र यहाँको 79 चोक दरबारको यो 79 चोकको पुनर्स्थापनाको काम सरकारले चासो राख्नुपर्ने क्षेत्र हो। 2072 सालको भूकम्पपछि काठमाडौँ, ललितपुर, भक्तपुरका चोकका सम्पदाकै रूपमा रहेका पुराना घरहरू अझै पुनर्निर्माणको पर्खाइमा छन्। यहाँको पुराना घरहरू पुनर्निर्माण गर्न परम्परागत निर्माण सामग्री काठ, इँटा, झिङ्गटी लगायत सुपथ मूल्यमा जनतालाई उपलब्ध छैन। यसतर्फ पनि सरकारको ध्यान जानु जरुरी छ। भौतिक शास्त्रीहरूले कङ्क्रिटको जङ्गलले रोडन ग्यास उत्पन्न गर्ने र त्यो ग्यासले मानिसलाई क्यान्सर रोग लाग्ने बताएका छन्। तर अहिले हाम्रो जताततै कङ्क्रिटको घरहरू बनिरहेको छ।
र हाम्रो काठ भारतमा तस्कर भइरहेको छ। हामीले सरकारलाई नेपालको हरियो वन तस्करको धन बनाउनु भएन, त्यो काठ जनतालाई घर बनाउन सस्तोमा दिनुपर्छ भनेर उठाउँदै आएका छौँ। भूगर्भ शास्त्रीहरूले उपत्यकाको माटो अन्यत्रबाट ओसारेर थुपारिएको जस्तो कमजोर जमिन भई यहाँ ठुल्ठुलो संरचना गिटी ढुङ्गा बालुवा सिमेन्ट डन्डी ल्याएर बनाउँदा सडक पुल घर यी सबै बनाउँदा यो जमिनले छेक्न नसक्ने बताएका छन् र यो भाँसिने खतरा भएको पनि बताएका छन्। यसकारण देशको सन्तुलित विकास गरी काठमाडौँ उपत्यकामा बढिरहेको बसाइसराई रोकेर यसको विनाशलाई रोक्न सरकारले विलम्ब गर्नुहुन्न। अहिले नै सचेत भएर काम कारबाही अगाडि बढाउनु जरुरी छ। सन् 2001 मा 2 जना विदेशी नागरिक नगरकोटमा बसेका थिए। भक्तपुर पुग्नलाई $10 त्यस बेला, अहिले $18 पुगेको छ। $10 तिर्नु पर्ने भक्तपुर नहेर्ने भनेर छलफल गरेको रहेछ। 2001 भनेको 23 वर्ष अगाडि। 82 मा पुगेपछि यो भक्तपुर एकचोटि हेर्नु पर्ला कस्तो छ, $10 जाने भनेर भित्र आएर सबै हेरिसकेपछि त्यो दुवै विदेशीले नगरपालिकामा आएर एउटा पत्र लेखे, यो त $10 होइन त्योभन्दा बढी डलर जाने सहर रहेछ, हामीले नहेरेको भए हामीलाई त्यो चुक्ने रहेछ भनेर उहाँहरूले पत्र लेखेर जानुभएको छ। त्यो पत्र आजको यो स्मारिकामा पनि यसबारे लेखिएको छ। र अन्तमा म सरकारलाई धेरै अगाडिदेखि हाम्रो अध्यक्षज्यू संसद सदस्य 25 वर्ष उहाँले धेरै उठाउनु भयो। भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गरेर यसलाई नमुनाको रूपमा देशको एउटा सांस्कृतिक नगर नमुना बनाएर त्यसपछि अरू गाउँ र नगरलाई पनि हामी सांस्कृतिक नगर घोषणा गर्न सक्छौँ। यसलाई विलम्ब नगरौँ भनेर हामीले धेरै अनुरोध गऱ्यौँ, अहिलेसम्म भएको छैन। 9औं पञ्चवर्षीय योजना भनेको अहिले 15 पुगिसक्यो। 9औं पञ्चवर्षीय योजनामै भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्ने भन्ने उल्लेख थियो। अहिलेसम्म यो काम अगाडि बढेन। अध्ययन पनि भएको हो तर ऐन कानुन बनाउने काम भएन। र अन्तमा यो भक्तपुर महोत्सव यो सम्पूर्ण जनताको महोत्सव हो। यसको सफलताको शुभकामना दिन चाहन्छु र भक्तपुर नगरपालिकालाई यसको आयोजनाको निम्ति धन्यवाद दिन चाहन्छु र सम्पूर्ण भक्तपुरका जनताहरूको सक्रिय सहभागितामा यो सम्पन्न हुन गइरहेकोले यहाँहरू सबैलाई बधाई दिन चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद। अब हामी कार्यक्रमको अत्यन्त महत्त्वपूर्ण चरणमा छौँ। आजको यस उद्घाटन समारोहमा सम्बोधन गर्नुहुन, उद्घाटन मन्तव्य व्यक्त गर्नुहुन नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि नारायणमान बिजुक्से रोहितज्यूलाई विनम्र अनुरोध गर्दछु। भक्तपुरलाई माया गर्ने देश विदेश र जिल्ला जिल्लाका दाजुभाइहरू सबैसँग आज यसरी सँगै बसेर भक्तपुरको बारेमा कुरा गर्नु पाउँदा मलाई खुसी लागेको छ। नेपाल पूर्वको एक प्राचीन देश हो। आजसम्म नेपाल र नेपाली जनताले देशका विभिन्न भाषा, कला, संस्कृति, साहित्य तथा आफ्नोपनलाई जोगाएका छन् र सम्बोधन गर्ने काममा निरन्तरता दिँदैछन्। यस पुनित कार्यमा भक्तपुर नगर र जिल्लाका जनता निरन्तर सहभागी भइरहेछ। भक्तपुरका जनताले आफ्नो मूर्त र अमूर्त कला, संस्कृति, भाषा, साहित्यलाई पनि जीवन्तता प्रदान गर्दैछन्। हरेक भाषा, संस्कृति, वेशभूषा एवं खानपान तथा वस्तुकलामा समेत तत्त ठाउँको भूगोल र सभ्यताको छाप पाइन्छ। भक्तपुरको वर्तमान कला, संस्कृति तथा सम्पदाहरू संरक्षण र सम्वर्धन गर्ने कामलाई नयाँ पुस्ताले आफ्नो कर्तव्य ठान्दैछ। यसकारण कला र संस्कृतिको मर्मत सम्भार र पुनर्निर्माण र प्रवर्धन कार्यमा भक्तपुरका जनता श्रमदान र आफ्नो क्षमता अनुसार या गच्छे अनुसार चन्दा समेत प्रदान गरी दिन रात सक्रिय छौँ। यी कार्य गर्ने प्रेरणाको स्रोत ऐन कानुन, नाफा र लोभ लालच होइन, बरु देश र जनताको निस्वार्थ रूपले सेवा गर्ने कर्तव्यबाट खच्काइएको मानवीय भावना हो। सिद्धान्ततः स्थानीय पालिकाहरू प्रजातन्त्रका आधार हुन्। स्थानीय पालिका जनता र जनप्रतिनिधिहरू
देश र जनताको निस्वार्थ रूपले सेवा गर्ने भावनाबाट प्रेरित नभएका गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रका अनेक निकाय, कार्यालय, विभाग र मन्त्रालयहरूमा भ्रष्टाचार र अनियमितता र अख्तियार दुरुपयोगका अनेक कानुनी नैतिक प्रश्नहरू उठ्दैछन्। नेपाली जनताका आफ्ना अनुभवहरूले नै बताउँछन् राजनीतिक दल र नेताहरू जस्तै शिक्षालयहरू र शिक्षकहरू नै जहिलेसम्म सङ्कीर्ण स्वार्थबाट निर्लिप्त हुँदैनन् तबसम्म देश र जनताको इच्छा र आकाङ्क्षालाई मूर्तता दिन सक्दैन। देशको केही अर्थशास्त्रीहरूले अरूसँग मागेर देश विकास गर्ने कल्पना गर्छन्, तर सो नीति 20-25 वर्ष पहिले नै नेपालमा असफल भइसकेको हो। मित्र राष्ट्रहरूले नेपाल र नेपाली जनताले प्रदान गरेका दर्जनौँ आधुनिक कल कारखाना, उद्योग र सेवाका साधन एक गरेर बेच्दै र दुरुपयोग गर्दै निजीकरण गर्दा नेपाली जनता आज पछुताउनु पर्ने स्थितिमा पुर्याएको ताजा उदाहरण हामीसँगै छ। यसकारण गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रले समेत नेपाल र नेपाली जनतालाई आफ्नो देशलाई आत्मनिर्भर बनाउने भावनाबाट प्रेरित नगरी विदेशीको भर र भलाइमा काम गऱ्यौँ भने 80 लाख युवाहरू मात्रै विदेश हुनुपर्ने होइन, बरु योभन्दा अझ बढी दुर्दशा भोग्नुपर्ने अवस्था आउने सम्भावना छ। नगरपालिकालाई विकास भइ नसकेको राणाकालको सेरोफेरो पालिकाहरूसँग डाल्नु अत्यन्त अनुदानवादी विचार देखिन्छ। साथै नगर राज्यबारे विश्वविद्यालय र महाविद्यालयहरूको विकास स्वयं खुल्ला पुस्तकै विषय हो। यसकारण भक्तपुरका जनता खोप विश्वविद्यालयको माग गर्दै आएको लामो समय भयो। यसबारे बुद्धिजीवी साथीहरूको दृष्टिकोणमा फराकिलोपनको आवश्यकता छ। मानव सभ्यताको अध्ययनको निम्ति विश्वविद्यालयका प्राध्यापकहरू म्युजियम र सङ्ग्रहालयमा कक्षा सञ्चालन गर्छन्। अरू देशहरूमा जीवशास्त्रको अध्ययनको निम्ति चिडियाघर वा जू पुग्छन्। चित्रकला, वस्तुकला र संस्कृतिको अध्ययनको निम्ति सांस्कृतिक नगरमा अध्ययन भ्रमण गर्ने गर्छन्। तारामण्डल, ग्रह र आकाशगङ्गाको अध्ययनको निम्ति हरेक नगरमा प्लानेटोरियम वा नक्षत्र अध्ययनशालाको निर्माण हुनुपर्छ र आवश्यक छ। 2048 सालदेखि नै संसदमा भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्ने र सम्भव भएका नगरहरूमा प्लानेटोरियम वा नक्षत्र अध्ययनशाला बनाउनु पर्ने बारे चर्चा चलेको थियो। सांस्कृतिक नगर घोषणा नगरेसम्म भवन निर्माणमा सबै नगरमा लागू हुने ऐन कानुन बाहेक निश्चित शैलीले मापदण्ड लागू गर्न जनतालाई शिक्षित गर्नुपर्ने हुन्छ। छलफल र अनुभवको कमीको कारण यसबारे देशले आवश्यक ऐन कानुनको तर्जुमा गर्न पछि परेको अनुमान हुन्छ। अन्तमा भक्तपुर नगरपालिका मेयरज्यू, जनप्रतिनिधि साथीहरू, कर्मचारी र सहयोगी सम्पूर्ण साथीहरूलाई 5 दिने भक्तपुर महोत्सवको आयोजना गरी विदेशी मित्रहरू, देशका विभिन्न सङ्घ संस्थाका साथीहरूलाई समेत भक्तपुर नगरको कला, संस्कृति र सम्पदाहरूको संरक्षण र सम्वर्धन गर्दै गरेका धरोहरहरूको अध्ययन भ्रमणको अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। आशा एवं विश्वास छ भक्तपुर नगरपालिकाले जनतासँग एकाकार भई अझ आफ्नो सेवा र कर्तव्य एवं विकास निर्माण कार्यमा नयाँ नयाँ उपलब्धिहरू प्राप्त गर्ने कार्यमा सफलता प्राप्त गर्नेछ। तर अहिले हामीले यो पशुपति महादेवलाई हामी देखिरहेका छौँ, त्यो ठेक्कामा दिएको हुनाले त्यो बिग्रिने सम्भावना धेरै छ र ठेकदारहरूलाई नाफाको बढ्ता चिन्ता हुन्छ। यहाँको कला संस्कृतिको विषयमा यसलाई कसरी जगेर्ना गर्नुपर्छ भन्ने बारेमा कुनै मतलब नरहने, यसबारे सरकारको ध्यान गएको छैन र जति पनि अहिले गर्न सकिने सम्भावनाका कुराहरू छन् त्यो पनि भएको छैन। त्यसकारण सबै नेपाली जनता सचेत हुनुपर्ने छ। सम्भवतः यसको धेरै विकृतिहरू आउने सम्भावना छ, हामी देख्दैछौँ। त्यसको सबै दोष सरकारले नै लिनुपर्ने हुन्छ। भक्तपुर नगरपालिकाको सांस्कृतिक महोत्सवको सिलसिलामा देश र विदेशका धेरै मित्रहरू, साथीहरूसँग भेटघाट गर्ने अवसर दिनुभएकोमा भक्तपुर नगरका मेयर, जनप्रतिनिधि साथीहरू र यसमा काम गर्ने सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद छ। धेरै धेरै धन्यवाद। आजको यस महत्त्वपूर्ण उद्घाटन समारोहका प्रमुख अतिथि श्रद्धेय नारायणमान बिजुक्से रोहितज्यूलाई हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी पाल्नुहुने, यो कार्यक्रमलाई भव्य र सभ्य बनाउन महत्त्वपूर्ण योगदान गर्नुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथि महानुभावहरू
सम्पूर्णलाई भक्तपुर नगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गर्दैछौँ। भक्तपुर नगरपालिकाका प्रमुख आदरणीय सुनिल प्रजापतिज्यू, आदरणीय मेयरज्यूलाई सुरुमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक सेरोइटज्यूलाई मायाको चिनो प्रदान गर्नु हुन अनुरोध गर्दछु। भक्तपुरको आफ्नो उत्पादन, यहाँको जनताको मेहनत, यो मायाको चिनो स्वरूप हामी प्रमुख अतिथिज्यूलाई प्रदान गर्दैछौँ। त्यस्तै गरी विशिष्ट अतिथि माननीय प्रतिनिधि सभाका सांसद प्रेम सुवालज्यूलाई पनि मायाको चिनो प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछु। मायाको चिनो ग्रहणका लागि माननीय प्रदेश सभा सांसद सुरेन्द्र राज गोसाईज्यूलाई पनि विनम्र अनुरोध गर्दछु। त्यसै गरी मायाको चिनो ग्रहणका लागि प्रदेश सभा सांसद माननीय सृजना सैजुज्यूलाई पनि विनम्र अनुरोध गर्दछु। त्यस्तै गरी ललितपुर महानगरपालिकाका उपप्रमुख आदरणीय रजनी मञ्जरी साक्यज्यूलाई पनि मायाको चिनो ग्रहणका निम्ति विनम्र अनुरोध गर्दछु। पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गज्यूलाई पनि मायाको चिनो ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालज्यूलाई पनि मायाको चिनो ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। I humbly request distinguished guest Mrs. Chamira Munasinghe, Your Excellency Acting Ambassador from Democratic Socialist Republic of Sri Lanka to Nepal, to receive token of love from Bhaktapur municipality. Thank you, Your Excellency. In the same way, I would like to request distinguished guest Mr. Iqbal, Counselor Political and Education from Embassy of Pakistan, to receive token of love from Bhaktapur municipality. Thank you so much. Similarly, I would like to request distinguished guest Mr. Anton Maslow, Director from Embassy of Russia to Nepal, to receive token of love from Bhaktapur municipality. Thank you so much. त्यस्तै गरी विशिष्ट पाहुनाहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट आज विमोचन भएका सार्वजनिक भएका प्रकाशनहरू वितरणका निम्ति म उपमेयर रजनी जोशीज्यूलाई विनम्र अनुरोध गर्दछु। हामी कार्यक्रमकै सिलसिलामा छौँ। यो उद्घाटन समारोह सकिएपछि यही ठाउँमा सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। अनि भक्तपुरका विभिन्न ठाउँमा पनि भक्तपुर महोत्सवका विभिन्न आकर्षणहरू अब उद्घाटन समारोहपछि सुरु हुने म यहाँहरूमा जानकारी गराउँदछु। हामी अहिले उद्घाटन समारोहकै क्रममा छौँ। यस उद्घाटन समारोहमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पनि प्रतिनिधित्व गर्नुभएको छ। म उहाँलाई मञ्चको अग्रस्थानमा आसन ग्रहणका निम्ति विनम्र अनुरोध गर्दछु। आजको यो समारोहमा यहाँहरू सम्पूर्णलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुहुन भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईज्यूलाई विनम्र अनुरोध गर्दछु। सर्वप्रथम त आजको यस
हाम्रो लामो प्रतीक्षाको घडी समाप्त भएको छ र हामीले अत्यन्तै प्रतीक्षा गरेको हाम्रो भक्तपुर महोत्सव 5 दिनको यो महोत्सव सुरु भएको छ। हाम्रो कला र संस्कृति, परम्परा, खेल, खाना, संस्कारका लगायतका विभिन्न विषयहरू विश्वसम्म प्रस्तुत गर्ने अवसर प्राप्त भएको छ। यस महोत्सवले हाम्रो समाजको सांस्कृतिक सम्पदा समेतलाई जोगाउनको लागि महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ। यसले हाम्रो परम्परा, कला, वेशभूषा र संस्कृतिको संरक्षण, प्रवर्धन र विकास गर्न पक्कै सघाउ पुर्याउनेछ। सामुदायिक र सांस्कृतिक रूपमा गरिने यस्ता विभिन्न महोत्सव तथा कार्यक्रमहरूले हाम्रो पहिचानलाई जोगाउनेछन्, साथै समाजमा मेलमिलाप, भाइचारा र एकताको भावना जगाउने महत्त्वपूर्ण माध्यम यो भक्तपुर महोत्सव बन्ने कुरामा विश्वस्त छु। महोत्सवले आर्थिक र सामाजिक दृष्टिकोणबाट पनि ठुलो महत्त्व राख्ने गर्छ। स्थानीय बजार चलायमान बनाउने, पर्यटनको प्रवर्धन हुने र साना उद्यमीहरूले आफ्ना उत्पादनलाई बजारीकरण गर्ने तथा सोबाट आम्दानी समेत गर्ने अवसर प्राप्त गर्नेछन्। त्यस्तै मेलाको आयोजना गर्दा हुने विकासका विभिन्न पूर्वाधारहरूको निर्माण तथा मर्मत सम्भारले सामुदायिक सहकार्यलाई समेत महत्त्वपूर्ण बल पुर्याउनेछ। अबको 5 दिन आजदेखि पुसको 2 गतेसम्म यस महोत्सवले हाम्रो दैनिकीलाई हर्षोल्लासमय बनाउँदै फरक तवरले पाहुनाको स्वागत गर्दै मन आनन्द हुने अवसर प्राप्त हुनेछ। साङ्गीतिक कार्यक्रमबाट मनोरञ्जनसँगै नयाँ ऊर्जा प्राप्त हुनेछ। यस महोत्सवले समाजको सांस्कृतिक, सामाजिक र आर्थिक विकासमा ठुलो योगदान पुर्याउने विश्वास नगरपालिकाले लिएको छ। यसलाई जीवन्त राख्न सम्पूर्ण सरकल्ला तथा सम्बद्ध पक्षहरूलाई सहकार्यको लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो यो महोत्सवको तयारीको लागि विभिन्न सङ्घ संस्था, विभिन्न व्यक्ति, निकायले एकदमै ठुलो महत्त्वपूर्ण साथ दिनुभएको छ। सर्वप्रथम त यो महोत्सव आयोजनाका लागि एकदमै महत्त्वपूर्ण साथ दिनुहुने भक्तपुरका स्थानीयवासी सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। यहाँका संस्कृतिविदहरू, महिला तथा उद्यमीहरू, त्यस्तै गरी होटल तथा रेस्टुरेन्ट सञ्चालकहरू जसले निःशुल्क हाम्रो शौचालयको व्यवस्थादेखि लिएर विभिन्न कुराहरूमा सहयोग गरिरहनु भएको छ, उहाँहरूलाई आभार प्रकट गर्न चाहन्छु। शैक्षिक संस्थाका प्राचार्य प्राध्यापक तथा सम्पूर्ण गुरुवर्गहरू, विद्यार्थी भाइ बहिनीहरू, खोपा सर्कलका 7वटै इन्स्टिट्युसनहरू, कलेज तथा इन्जिनियरिङ कलेजहरू, त्यसका विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। विभिन्न महिला समूह जसले यो महोत्सवमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै हुनुहुन्छ, महिला समूहहरू, टिम, क्लबहरू, सहकारी कर्मीहरू, सहकारीको छुट्टै स्टल पनि रहेको छ, हाम्रो छुट्टै भेन्यू रहेको छ स्टलहरू, विभिन्न सङ्घ संस्थाहरू, स्काउट, विशेष गरी स्काउटले 550को सङ्ख्यामा स्वयंसेवकहरू उपलब्ध गराएर यो महोत्सवलाई सफल पार्नको लागि अत्यन्तै योगदान दिएको छ। खेलाडी तथा प्रशिक्षकज्यूहरू, किसान तथा कलाकार वर्गहरू, स्वयंसेवकहरू, उद्योग वाणिज्य सङ्घ तथा घरेलु तथा सानो उद्योग सङ्घका प्रतिनिधि लगायतका सम्पूर्ण उद्यमी व्यवसायीहरू, इन्टरनेट सेवा प्रदायक विशेष गरी ओल्ड लिङ्कले हामीलाई विभिन्न ठाउँमा निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरेको छ। विभिन्न बाजा, सांस्कृतिक समूह तथा भजन समूहहरू जसले यो 5 दिनसम्म एकदमै यो नगरलाई रौनक दिनुहुनेछ। विभिन्न प्रकाशन गृहहरू, एउटा प्रकाशनको छुट्टै स्थान पनि स्टल पनि रहनेछ। प्रकाशन गृहहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो महोत्सवको तयारीको लागि अहोरात्र खटिनुहुने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, साथमा खोप अस्पताल, उहाँहरूले विभिन्न ठाउँमा आफ्नो सुविधाहरू, सेवाहरू प्रदान गर्नुहुनेछ। यो महोत्सव अवधिभर विभिन्न सरकारी कार्यालय प्रमुखज्यू लगायतका सम्पूर्ण कर्मचारीहरू समेत हार्दिक आभार प्रकट गर्न चाहन्छु। पत्रकार मित्रहरू जसले यो महोत्सवलाई देशभर विदेशमा प्रचार प्रसारको लागि एकदमै महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ, उहाँहरूप्रति एकदमै नगरपालिका आभारी छ। त्यसै गरी देशभरका विभिन्न स्थानीय निकायका जनप्रतिनिधिहरू, उहाँले महोत्सवको 5 दिनको अवधिमा सम्भव भएसम्म भौतिक रूपमा उपस्थित भएर महोत्सवलाई सफल पार्नको लागि हामीलाई आश्वासन प्रदान गर्नुभएको छ। सम्भव नभए पनि उहाँहरू आफ्नै ठाउँबाट एकदमै महोत्सव सफलताको लागि शुभकामना प्राप्त भइरहेको छ, उहाँहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। र यो महोत्सवको तयारीको लागि रातो दिन खटिनुहुने नगरपालिकाका जनप्रतिनिधिहरू, विभिन्न समितिका संयोजक तथा सदस्यज्यूहरू, त्यसै गरी नगरपालिकाका कर्मचारी साथीहरू, नगर प्रहरीहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। र आजको यस महोत्सव उद्घाटन समारोहमा यहाँनिर आतिथ्यता प्रदान गरेर आफ्नो महत्त्वपूर्ण समय हाम्रो लागि प्रदान गर्नुभएको र शुभकामनाका विभिन्न शब्दहरू मार्फत हामीलाई ऊर्जा प्रदान गरिदिनु भएकोमा ड्यासमा आसीन रहनुभएका सम्पूर्ण अतिथि महोदयहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। जनप्रतिनिधिहरू, विशेष गरी प्रदेश सभा सदस्य, त्यस्तै गरी प्रतिनिधि सभाका मान्य सांसदज्यूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छ। नगरपालिका परिवार, उहाँहरूको उत्साह, साहस, सहयोग, साथले गर्दाखेरि हामी यो ठाउँमा आइपुगेका छौँ। त्यस्तै गरी हामीलाई हर समयमा एकदम मार्गनिर्देशन गरिरहनुहुने
हामीलाई हर समयमा खबरदारी गराउनुहुने सिकाइरहनु हुने यस कार्यक्रमका प्रमुख अतिथि श्रद्धेय आदरणीय नारायण बिजुक्से रोहितज्यूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। उहाँहरूको सदैव यस्तै गरी हामीलाई जीवनसम्म मार्गदर्शक रहिरहोस्, उहाँको आशीर्वाद प्रदान भइरहोस् र हामीले यस्तै गरी राष्ट्र सेवामा नागरिक सेवामा दत्तचित्त भएर काम गर्न सकौँ भन्ने अपेक्षा गर्दै यस समारोहलाई आजको स्थानसम्म ल्याइपुर्याउनु हुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दै मेरो भनाइ यही टुङ्ग्याउँछु। हस्, धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद। यो उद्घाटन समारोह सकिएको जानकारी गराउनु हुन र महोत्सवका अन्य गतिविधि सुरु भएको जानकारी गराउनु हुन कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख आदरणीय सुनिल प्रजापतिज्यूलाई विनम्र अनुरोध गर्दछु। सांस्कृतिक नगर, नाचगानको राजधानी, जीवित सङ्ग्रहालयको रूपमा परिचित भक्तपुरमा आजबाट पुस 2 गतेसम्म 5 दिनसम्म भक्तपुर महोत्सव हुँदैछ। महोत्सवलाई सभ्य रूपमा सफल पार्नको निम्ति सहभागी हुनुभएका सम्पूर्ण भक्तपुरवासी र स्वदेशी तथा विदेशी दाजुभाइ तथा दिदीबहिनीहरूलाई म भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। भक्तपुर कला र संस्कृतिको केन्द्र रूपमा विकास हुँदैछ। यहाँ लिच्छवीकालीन र मल्लकालीन असंख्य मूर्त र अमूर्त सम्पदाहरू जीवन्त रूपमा देख्न पाइन्छ। दरबार क्षेत्रमा अवस्थित 55 झ्याल दरबार र सुनढोका, तवानी स्थित 320 वर्षभन्दा पहिले निर्मित नाटापुन र भैरवनाथको मन्दिर तथा दत्तात्रेयमा रहेको दत्तात्रेय मन्दिर काष्ठकला, धातुकला र प्रस्तुत कलाका अनुपम उदाहरणहरू हुन्। टोल टोलमा रहेका दाफा भजन, परम्परागत नाचगानहरूले भक्तपुरलाई सांस्कृतिक रूपमा अति सम्पन्न बनाएका छन्। भक्तपुरमा रहेका यी नै सम्पदाहरूको उच्च मूल्याङ्कन गरी सन् 1979 युनेस्कोले भक्तपुर दरबार क्षेत्र र टोमरी क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गरेको थियो र बजार क्षेत्रलाई सम्पदामा राखिएको थियो। भक्तपुरको मौलिकतालाई जोगाइराख्न भक्तपुर नगरपालिकाले प्राचीन सहरभित्र परम्परागत शैलीमा घर बनाउनेहरूलाई अनुदानको व्यवस्था, परम्परागत घर निर्माण गर्ने डकर्मी सिकर्मीहरूको तालिम तथा सम्पदाको महत्त्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न स्थानीय पाठ्यक्रमको व्यवस्था गर्दै आएको छ। हाम्रो भाषा र संस्कृति नै हाम्रो पहिचान हो। भाषा र संस्कृति नरहे हाम्रो पहिचान घुम्न सक्छ। यसबारे भक्तपुर नगरपालिका अत्यन्त सचेत छ। सम्पदाहरूको मौलिकतालाई बचाइराख्नु हामी भक्तपुरवासीहरू सबैको साझा कर्तव्य र जिम्मेवारी हो। 2072 सालको भूकम्पले भक्तपुरका हजारौँ घरहरूका साथै सयौँ सम्पदाहरूमा क्षति पुर्यायो। हाम्रो पुर्खाहरूले निर्माण गर्नुभएका ती क्षतिग्रस्त अधिकांश सम्पदाहरू विदेशीको कुनै सहयोग नलिई पुरानै शैलीमा पुनर्निर्माण र जीर्णोद्धार गरिसकेका छौँ। अझै थन्चु दरबार, इखालाछी मोड जस्ता केही महत्त्वपूर्ण सम्पदाहरू निर्माणाधीन अवस्थामा छन्। सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धार कार्यमा स्थानीय स्रोत, साधन र प्रविधिको अधिकतम प्रयोग गर्दै आएका छौँ। आर्थिक अनुशासन, पारदर्शिता र इमान्दारीपूर्वक जनताको सेवा गर्ने भावनाले भक्तपुर नगरपालिकामा हामी जनप्रतिनिधिहरू क्रियाशील छौँ। शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ, सम्पदा पुनर्निर्माण र जीर्णोद्धार तथा विकास निर्माणका कार्यहरू समेत जनतामा केन्द्रित गरेर गर्दै आइरहेका छौँ। इमान्दार राजनीतिक नेतृत्व, जनप्रतिनिधि, स्थानीय जनता र कर्मचारीहरूको मजबुत एकता भए भने छिटो परिवर्तन सम्भव छ भने भक्तपुर एक उदाहरण बन्न सक्छ। भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने तर्फ हाम्रो ध्यान केन्द्रित छ। अहिले वर्षेनी लाखौँको सङ्ख्यामा विदेशी पर्यटकहरू भक्तपुर आउने गरेका छन् भने आन्तरिक पर्यटकहरू पनि दिनानुदिन वृद्धि भइरहेका छन्। नेपाल आउने विदेशी पर्यटकहरूमध्ये करिब 25% भक्तपुर भ्रमण गर्ने गरेको तथ्याङ्क छ। भक्तपुर महोत्सव स्वदेशी र विदेशी पर्यटकहरूको प्रवर्धन गर्ने महत्त्वपूर्ण आधार बन्ने हाम्रो अपेक्षा हो। भक्तपुर महोत्सवकै क्रममा खुला बाँसुरी बाजा प्रतियोगिता पनि हुनेछ। देशका विभिन्न जिल्लाका 47वटा बाँसुरी बाजा समूहहरूले भाग लिएको उक्त प्रतियोगिता महोत्सवको एक महत्त्वपूर्ण आकर्षण हुनेछ। भक्तपुर नगरपालिकाले यस महोत्सवमा नगरका 10वटै वडामा समेटिने गरी 25 ठाउँमा महत्त्वपूर्ण गतिविधिहरू गर्ने स्थल तोकेको छ।
टोल टोलमा भजन गायन, हलिमली प्रदर्शनी, परम्परागत जात्रा, वेशभूषा र खेलकुद प्रदर्शनी हुनेछ भने भक्तपुरका मौलिक उत्पादन जुजुराउ, ताइचिन चुरा, भाटगाउँले टोपी, हागु पटासी, परम्परागत खाना, पुस्तक प्रदर्शनी, बालमैत्री प्रदर्शनी जस्ता गतिविधिहरू पनि हुनेछन्। नेवार समुदायको संस्कार र चालचलन, कला प्रदर्शनी, चित्रकला प्रदर्शनी पनि हुनेछन् भने ठाउँ ठाउँमा दीपङ्कर प्रदर्शनी, परम्परागत चुरा कुट्ने, कपडा बुने प्रदर्शन, माटोको भाँडा बनाउने प्रदर्शनी, सहकारी उत्पादनका प्रदर्शनीका साथै ठाउँ ठाउँमा नाचगानहरू भइरहनेछन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप इन्जिनियरिङ कलेज, खोप कलेज अफ इन्जिनियरिङ र खोप कलेजहरू लगायतका शैक्षिक संस्थाहरूमा शैक्षिक प्रदर्शनी हुनेछ। यस अवधिमा पुरै नगर महोत्सवमय हुनेछ र महोत्सव अवलोकन गर्नेहरूले भक्तपुरको मौलिकता प्रस्तुतिसँग देख्न पाउनेछन्। विद्यार्थी, शिक्षक, प्राध्यापक तथा सर्वसाधारण जनताको लागि समेत भक्तपुर महोत्सव सिक्ने ठाउँ हुनेछ। साँचो अर्थमा भक्तपुर महोत्सव अवधिभर भक्तपुर एक खुला विश्वविद्यालयको रूपमा रहने हाम्रो विश्वास छ। भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर महोत्सव भक्तपुरका जनताको साझा महोत्सव हो। यसलाई सफल पार्नु पनि हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो। आत्मनिर्भरतालाई जोड दिँदै काम गरिरहेको भक्तपुर नगरपालिकालाई अगाडि बढ्न निरन्तर साथ र सहयोग गर्ने यहाँका हजारौँ सहयोगी हातहरू नै हाम्रो काम गर्ने ऊर्जाका स्रोतहरू हुन्। एक घर एक स्नातक घोषणा गरेर भक्तपुरको शैक्षिक परिवर्तनमा महत्त्वपूर्ण योगदान गर्नुहुने र 100 वर्षपछिको पुस्तक लेखेर भक्तपुरको भविष्यको रूपरेखा कोर्नुहुने तथा निरन्तर भक्तपुरको विकासको निम्ति सल्लाह र सुझावहरू दिएर हामीलाई सधैँ निस्वार्थ रूपले जनताको सेवा गर्न उत्साह दिइरहनुहुने नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छे रोहितप्रति भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु। भक्तपुरको गौरव बढाउने कार्यमा सधैँ साथ र सहयोग गर्ने भक्तपुरका इमान्दार श्रमजीवी जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु। भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, सफा नगर, सम्पूर्ण संरक्षित नगर बनाउन निरन्तर प्रयास गर्ने यहाँका अग्रजहरूप्रति पनि उच्च सम्मान व्यक्त गर्दछु। 5 दिनसम्म चल्ने भक्तपुर महोत्सव अवलोकन गरेर हाम्रा कमी कमजोरीहरूलाई रचनात्मक आलोचना गरी सहयोग गर्नुहुन पनि सम्पूर्णमा हार्दिक आग्रह गर्दछौँ। यससँगै जनकवि चन्द्रबहादुर उल्लभज्यूबाट भक्तपुरको विषयमा, हाम्रो खोपतेको विषयमा स्वयंसेवक साथीहरूलाई मञ्च सब
抽成进来代表或者和抽成一千或者是हजुर हजुर就是我想是对人可不是进来我钱嘛And these are people just playing behind. So this is the food culture over here. So people just try to feed vegetables for the next season as well. So this is the food culture of having a seed bank and all those things. You can see maize, corn, yeah. All these corns are for the next season. This is celebration which people call Yochagu, which literally means to offer to God and celebrate. We give the lentils, different meals, the gods and everything else. So Bhaktapur is also rich in its ritual and the culture. This is the part of harvesting rice. The rice, and after that they start distilling. So the alcohol, if you just go to the percentage of alcohol, gets nearly 65% alcohol. It's pure. 엄마 어떻게 됐어? Walang sinop na yung doon. Sayang po din.
जो फुटबल भेट लगाएर पुस्ताले गर्दा हाम्रो पाहुनाहरूले पनि यो महोत्सवले आगामी पुस्ता जुन युवा पिँढी छन् उनीहरूमा पुस्तान्तरण गर्न कतिको मद्दत गर्छ जस्तो लाग्छ तपाईँलाई? एकदम जुन तपाईँहरूको महोत्सव सञ्चालन गरिएको छ यसमा बाहिरी समुदायको चाहिँ कतिको उपस्थिति छ? बाहिरी समुदाय अन्य समुदाय नेवार समुदाय मात्र नभए बाहिरी छन् जति छन् नेपालमा पनि ब्रिटिस पार्टी जस्तै अहिले भक्तपुरमा बाहिरका विद्यार्थीहरू कुनै कुनै स्कुलमा 80% छ। सबैले यो कुरा बुझ्छन्, शिक्षण त्यसकारण पुरानो हामी के हौँ यो सबै कुरा अरूबाट पनि आउँछ। One is sick, other is savory. दिवालीमा नक्कै एउटा यहाँ ल एउटा यहाँ ल Ma'am, please. एउटा यहाँ